हेलो गाइज, हामी चाहिँ यहाँ हाम्रो बोजूलाई उहाँको दसैँ भाग दिन आइराखेको छौँ। हामी तीनजना, नानी, मम्मी, त्यसपछि म चाहिँ त्यहाँ राउन्ड घुम्दैछु बोजूलाई हेर्दै। अनि त्यहाँ चाहिँ अनार फलेको छ, अनार या दारिम के हो। अनि हामीले चाहिँ त्यसमा पहिले नै कलरहरू लगाइसकेको थियौँ, पेन्टिङहरू दिइसकेको थियौँ। त्यहाँ चाहिँ ओखरको बोट पनि उम्रेको छ। अनि नानीले चाहिँ चढाउँदैछ, दियो बत्तीहरू बाल्दै हामीले चाहिँ चढाइसकेको थियौँ। अनि हाम्रो बोजू बिनाको दसैँ भनेको 3 वर्ष भयो, उहाँ खस्नुभएको 3 वर्ष भयो। पहिले उहाँ हुँदा चाहिँ रमाइलो लाग्थ्यो एकदम, अनि खुसी पनि हुन्थ्यो। अहिले चाहिँ भनेको अब खासै रमाइलो लाग्दैन, अनि अब उहाँ बिना खासै रमाइलो लाग्दैन। त्यसपछि म चाहिँ त्यहाँ घुमेकै छु, बोजूलाई हेरेकै छु। त्यसपछि उहाँले पनि, हाम्रो मम्मीले पनि हेर्दै हुनुहुन्छ त्यहाँ। अनि म चाहिँ घरिघरि मेरो फेसहरू पनि देखाउँदैछु। अनि म नानीलाई, बहिनीलाई जिस्काउँदै पनि छु। त्यहाँ चाहिँ हामीले चढाइसकेको छौँ। त्यसपछि म चाहिँ त्यहाँ बोजूको छोटो भिडियो बनाउँदैछु, आफ्नो अनुहार पनि घरिघरि देखाउँदैछु। अनि त्यहाँ अब के भन्छ, बहिनीले चाहिँ भिडियो बनाइदिए अथवा बर्थडे बनाइदिए भन्दै उसले चाहिँ भनिरहेको छ। अनि यता मैले उहाँलाई पनि देखाउँदैछु, उहाँ चाहिँ लजाउँदै हुनुहुन्छ। यहाँ हामीले चाहिँ अब बोजूलाई उहाँको दसैँ भाग दिइसकेर हामी चाहिँ घर जाने तयारीमा गर्दैछौँ। नानी मलाई सिकाउँदैछ, फुल भिडियो वाच गरिदिनु होला।